झापा क्षेत्र नम्बर 5 बाट केपी शर्मा ओलीले सधैँ चुनाव जित्नुको रहस्य यस्तो पो रहेछ। त्यहीँको एक वृद्ध बुवाको मुखबाट सुन्नुहोस् त ल। लगातार केपी ओलीले जितिराखेको ठाउँ हो नि त यहाँ। जितिरहेको त्यस्तो के सेक्रेट छ उसको, के त्यस्तो मसला के छ यहाँनिर? केपी ओलीले नै जित्नुपर्ने के छ त्यस्तो? किन जितिरहेछन् जहिले तैले, के लाग्छ तपाईँलाई? केपीएलले पैसा खर्च गर्छ, जनताका पैसा बाँडिदिन्छ, खाना र गानाले गर्दा भोट जित्छ। यसपालि खाना र गाना हटाउँ त हारिहाल्छ उसले। खाना गाना गर्न नपाउने गरिदिनु। योभन्दा अगाडि केसम्म गरे थिए केपी बाले? योभन्दा अगाडि तपाईँ त यहीँको मान्छे थाहा होला नि। थाहा छ। केसम्म गरे थिए? पैसा बाँडे थिए? पैसा बाँडे, घडी बाँडे, मोबाइल बाँडे। मोबाइल बाँडे? जे बाँडे केपी बाले। आइफोनै बाँडे? बाँडे। झापाको मान्छे हुनुपर्ने रहेछ। त्यसो गरेर भोट जितेको हो। योपालि पनि बाँड्छन् होला नि त। अब योपालि बाँड्न बन्द गर्नुपर्छ। बाँडे भने त जित्छन् होला फेरि। बाँड्यो भने त जित्छ नि। हो र? अनि खाना र गानामा जाइहाल्छ त। गणेश मानले भन्ने खालका छन् खाने जनता, ट्याप जता पनि। अनि करियोलाई भोट दिने त सबैको खाने जनता हो, भात खाने दिँदैन। देशमा यत्रो भाँडभैलो मचाउने उही हो, अनि उसैलाई भोट दिनु हुँदैन।